यो हाँसो कुनै चिट्ठा परेपछिको होइन। बल्ल पर्यो निर्मायामा रिजालैमा। यो खुसी कुनै विकसित मुलुकको भिजा लागेपछिको होइन। यसो नखाने यताउति हुँदा चाहिँ ओहो भनेर चाहिँ चिन्ता चाहिँ लाग्छ सर। यो चिन्ता आफ्नो मान्छेलाई परेको चोटका कारण होइनन्। यही लाठी हो, यसो नाम बुन्टी हो, खरायो खरायो भन्ने गरेको यसो नामै खरायो भयो। यी नामहरू केवल गाईका होइनन्, यी त कर्मप्रतिको अथाह प्रेम र पसिनासँगै बगेको समर्पण हुन्। दूध अमृत हो, किसानको पसिनाको मूल्य हो, पोषण मात्रै होइन, यो त कर्मको स्वाद पनि हो। अँगालो हालेर खुवाइएको आमाको दूध शिशुको जीवनको सुरुवात हो भने गाईको दूध समाजको भरोसा हो। यो प्रयास बिहान डेरीमा दूध भर्दा कल्पनासम्म नगरेका अनुहारहरूको सम्मान हो। कहिल्यै क्यामेरामा नदेखिएका गोठहरू आज बन्दैछन् मञ्च, अनि देखाइँदैछ पसिनाले चम्किएका अनुहारहरू। यी अनुहार देखिने मात्र छैनन्, बन्दैछन् आइडल पनि।